जीवनमा सुख अनि दुःख एकैपटक आउँदा पनि यति धेरै उदास अनि निराश नहुनु होला। मन त दुख्छ सबैको, आखिर मन न हो, तर त्यो मनलाई पनि सम्हाल्न सक्ने शक्ति हुनुपर्छ। म जहाँ एकजना दादीलाई हेर्न गइरहेको थिएँ, दोस्रो पटक पनि त्यो दादीसँग भेट भएँ, बसेँ, सँगै हाँसेँ, खेलेँ। अब तेस्रो पटक उहाँसँग भेट हुन जाने इन्तजारमा थिएँ म, तर त्यो दिन आएन। मैले सोचेँ बिहान मलाई म्याडमले फोन गर्नुभएको रहेछ वाट्सएपमा और लोकलमा कल गर्नुभएको रहेछ। म बिजी भएको कारणले गर्दा उहाँको कल रिसिभ भएको थिएन। सोचेँ मलाई दादीलाई हेर्नलाई फेरि बोलाउनु भयो म्याडमले। यही सोचेर मनै खुसी सल्बलाइरहेको थियो मेरो। विडम्बना भन्नुपर्छ, दादी मरेको खबर दिनलाई पो रहेछ। समय यस्तो रफ्तारसँग चलेको छ अहिले। मेरो हजुरआमा बित्नुभयो। मेरो हजुरआमा बितेको 6 दिन हुँदा नहुँदै फेरि हजुरबुवा बित्नुभयो। एकजना बुढी दादी हुनुहुन्थ्यो, बेला बेलामा उहाँलाई हेर्न जान त्यो अवसर पाउँथेँ मैले। उहाँ पनि यो संसारबाट बिदा भइसक्नु भएछ। बार बार मलाई भन्नुहुन्थ्यो, भगवान्ले सबैलाई लान्छन्, मलाई लैनन्। मलाई मेडिसिन किनेर ल्याइदेन, मलाई दबा किनेर ल्याइदेन, मसँग भएको सबै चिज तँलाई दिन्छु भन्नुहुन्थ्यो क्या दादीले। मैले दादीलाई कैयौँ शब्दहरू बटुलेर सम्झाउँथेँ, दादी यस्तो सोच्ने होइन, यस्तो भन्ने होइन, भगवान्ले हामीलाई त्यो दिन तोकेर पठाउनु भएको छ, त्यो दिन तपाईँ रहन्छु भने पनि रहन पाउनुहुन्न भनेर धेरै सम्झाउने गर्थेँ। अब तेस्रो पटक फेरि भेट हुने समय आइसकेको थियो। विडम्बना भन्नुपर्छ, तेस्रो पटकमा भेट हुनै पाइनँ। म्याडमसँग भनेको, मलाई एकपटक दादी बीमार है बोला हो तो मैं आती थी ना मैडम। बोला सॉरी सोनिया, मैंने ये बताने के लिए मुझे समय नहीं मिल रहा है। मुझे ऐसा नहीं लग रहा था दादी इतना जल्दी जाएगी। फिर तुम आओगी, मिलोगी, दादी से बैठोगी, खाओगी, खिलाओगी, यही सोची थी मैंने भी। ऐसा बोलती है मैडम ने। क्या करूँ? मलाई एक बात दादी जानेको दुःख छ, अर्को बात यति खुसी छ कि म एउटा नेपाली हो, म एउटा कामदार हो। उहाँहरूसँग 2 पटक गरेर मात्र 30 दिन बसेको थिएँ। 30 दिनमा यति धेरै मित्रता गाँच्न सफल भएको रहेछु, किनकि 30 दिन मात्रै मैले त्यो दादीको स्याहार सुसार गरेको, त्यो दादीसँग बसेको। आज त्यो म्याडमले आफ्नो छोरीलाई सम्झेर, छोरी जस्तै मानेर मलाई त्यो दादीको मृत्युको खबर दिनुभयो। म कति भाग्यमानी है। जसले भावना बुझ्छ त्यो मान्छेले याद गर्छ पक्कै पनि। मेरी म्याडम धनकी धनी पनि हुनुहुन्छ, मनकी धनी पनि हुनुहुन्छ। भगवान्सँग यही प्रार्थना गर्छु कि कहिले उहाँलाई रोग नलागोस्, कुनै पनि रोगले नछोओस् उहाँलाई। भन्दै हुनुहुन्थ्यो दादीको अन्तिम उत्रिदाको दिन म तिमीलाई फोन गरेर कहाँ उत्रिने हो, कहाँ पूजा गर्ने हो, त्यहीँ बोलाउँछु, तिमी आऊ है भन्नुभएको छ। काश यसरी मेरो घरमा मेरो हजुरबुवा हजुरआमा बित्दा मलाई कसैले खबर दिए हो त। कसैले दिएको थिएन। आज एक पराई 1 महिनाको सँगै बसेको थिएँ, 1 महिनाको मित्रताले यति कुरामा याद गर्दा, किनकि मन प्रफुल्ल हुँदो रहेछ है। बड़ी बात मैडम, आप
आपको हमेशा भगवान ने रक्षा करे, आपको कभी कुछ ना हो जाए।